वेलकम टु माई मिनी भ्लग। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै नै छु। र आज चाहिँ धेरै पछि भिडियो आएकोले एकदमै स्पेसल आयो कि क्या हो भनेर सोचिरहनु भएको होला। त्यस्तो स्पेसल त केही होइन, तर हुन त मेरो भिडियोको प्रतीक्षामा नि कोही हुन त हुन्न थिएन होला। त्यही पनि आज चाहिँ भिडियो बनाउनु पर्यो भनेर मैले भिडियो बनाएँ। र आज चाहिँ बुवा र म खाना खाने बित्तिकै चाहिँ लेब्लु भन्ने ठाउँतिर लाग्यौँ। र त्यहाँ गइसकेपछि चाहिँ साइलो ठुलो भएकोमा पनि जानुपर्ने काम थियो अरे बुवाको। र हामी त्यहाँ गयौँ एकछिन, अनि गफसफ गर्न थालिसकेपछि चाहिँ ठुलो बुवाले चाहिँ कोदोको खाने हो भनेर सोध्नुभयो। नाइ नखाने भने, अनि फेरि खुकुरीरम खाने हो भनेर सोध्नुभयो। नाइ नखाने भनेर भने, अनि चिया चाहिँ खानुपर्छ भनेर भन्नुभयो। र मैले चाहिँ चिया खाएँ। र चिया खाइसकेपछि अब आलु खानुपर्छ भनेर आलु बसाल्नु भयो। र उहाँले चाहिँ यो बटुको हो कि खै केमा उहाँले चाहिँ खुकुरीरम खानुभयो। र हाम्रो लागि आलु पनि पाकेर रेडी भयो। र हामीले चाहिँ त्यो आलु सालु खाएर चाहिँ अब हामी लेकबाट औलतिर लाग्नुपर्छ भनेर बुवा र म हिँड्यौँ। र हाम्रो हजुरबुवाहरू पनि पहिला त्यतातिर चाहिँ वस्तुहरू लिएर गोठ सार्ने क्रममा उँभो जानुहुन्थ्यो अरे भनेर बुवाले यता यता आउनुहुन्थ्यो भनेर मलाई सबै भन्नुभयो। र आउने बेला त रात परिसकेको रहेछ। र हामी फाइनल्ली घर आइपुग्यौँ। थ्याङ्क यू फर वाचिङ।